हाम्रो सुलुलु ग्याङमा भर्जिन के बोले भाइ अब के बोले गुल्ला ग्याङ चुप कर बे कुत्ते ए भेना चमेली साली म झाडीमा एक्लै छु के छिटो आउ न सुस्दै बस्दै गरम लाग्यो चमेली साली आउ न तिम्रो भेना एक्लै छ के साली आउ न है गुल्ला ग्याङ मेरो भिडियो नम्बर आउनु के छ डुबला सबैजनाले च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला है त। हेलो एभ्रिवान, हजुरहरूले थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नुभयो होला आज चाहिँ हामी के गर्छौँ, कहाँ कहाँ जान्छौँ भनेर। अनि हाम्रो च्यानललाई सब्स्क्राइबर गर्नुभएको छैन, सब्स्क्राइबर गरेर माया गरिदिनु होला। सबैजनाले लाइक कमेन्ट गर्न नभुल्नु होला है त। हाम्रो सुलुलु ग्याङमा भर्जिन के बोले भाइ अब के बोले के छ थाहा पाइ बोले आज केही गर्ला जस्तो छ। सुलुलु ग्याङ हिँडिसकेको छ। अब त्यो कसको गुल्ला ग्याङ चुप कर बे कुत्ते थापुको गुल्ला ग्याङ र रन्दा ग्याङहरू क्या बोल रही है तू भर्जिन ग्याङको मेन सदस्य नि चुप कर बे कुत्ते हेर निधारा गाँठो पारेर हेर्नु पनि त नहेरे जातीय हुन्छौ तिमी माथि माथि। हामी चाहिँ आज चाहिँ जानेवाला छौँ अब टक्क लाएर स्विमिङ जानेवाला छौँ टक्क लाएर। यस्तो गर्मी छैन त त्यही भएर गर्मीको सोधबैठ मलाई क्याप लगाएको कस्तो देखेछ भन्नु त। मुखतिर खाप्चातिर हेर्ने भने ठुला कुरा गरिहाल्छ नि, फेरि गाह्रो छ। ग्याङहरू रसगुल्ला ग्याङ त्यहाँ पुगेको छ। रसगुल्ला ग्याङको एउटा नाइके म यहाँ छु। आज चाहिँ चिल पारामा हामी चाहिँ जानेवाला छौँ चट्टो लगाएर यो माथि गहिरामा। अब बाल मजा रमाइलो गर्नुपर्छ आज चाहिँ है। सबजना आउनु होला यस्तो गर्मी दिनमा, एकदम बबाल ब्रह्मा दामी रमाइलो हुन्छ। अनि हामी रसगुल्ला ग्याङको खबर के छ त? रसगुल्लाहरू आउँछन् कि ल यिनी हो नि हाम्रो यो अहिलेसम्मको भर्जिन केटा एकदम। यता हेर न गर न। तिमीलाई कोही अफरमा कमेन्टमा आउनु पनि सक्छन् नि। आउँछ फिक्स हेन्डसम देखिया हो क्या फिक्सै आउँछ। गुल्ला ग्याङका सदस्यहरू त्यहाँ पनि छ नि। अरू के छ त कहाँ रहमा सबै जाने रहमा जान्छ। रहभित्र डुबाएर पनि मिल्छ क्या, के मरिजान्छ अब हेर है। यस्तोलाई कारबाही हुन्न कोहीले अब हालिदियो कोहीले हामीलाई मात्रै काट्दै गर्नु हुन्छ। ट्राफिक साथीहरूले हामीलाई मात्रै पाए चट्टो लगाएर यो ठाउँ रहेको छ जरपुटा भन्ने ठाउँ हो। यो माथि जरपुटा हो, एकदम बब्बाल छ। त्यहाँबाट सुर्खेत कर्णाली प्रदेशको एकदम बब्बाल ठाउँ हो। यो उल्टो भएर अँध्यारो देखिन सक्छ। ल हामी चाहिँ अब फाइनली त्यहाँ पुगेपछि हजुरहरूलाई देखाउनेछौँ। बाटो चाहिँ आइरहेको छ। अब त्यहाँबाट खोला छ, खोलाबाट माथि कति अनि माथि मेरो सानो थोरै छ है त। आज चाहिँ रमाइलो हुन्छ, एकदम गर्मी दिन छ, आनन्द चिलमा। केटाहरू होइन गफ आफ्नै पारामा छन् कि केटाहरू। साली चुस्ना हो चुस्न म त एक्लै चमेली साली कहाँ छ हो क्या? चमेली साली चुस्न आउने यार। म एक्लै भेना एक्लै छ चुसिरहेको। ए भेना चमेली साली म झाडीमा एक्लै छु क्या छिटो आउ न। यसो गरौँ बरु सुतौँ। सुस्दै बस्दै गरम लाग्यो चमेली साली आउ न। तिम्रो भेना एक्लै छ क्या साली? साथी लिएर आएको छु के भेना
नाइसाली म त दुईटासँग सक्दिनँ। झरना है यो भाइरल झरना है, सबले माया गरिदिनु होला। बहुत मिठो माने छु सानकै लिएर नि केटाहरू। हेर न आफ्नै पारामा छन्, सब आफ्नै पारामा छन् यार। म यता आफ्नै पारामा छु, घामले कसम देख्छन् ल म त। हो त्यहाँ बाहिर आर्मी क्याम्प छ, आर्मी क्याम्प कसम आज हुन्छ रमाइलो। अब हामी जाने यहाँ यो कुलाको बाँधमा बाँध भन्छ नि हाम्रोतिर चाहिँ जाने हो। टक्क चिलमा त्यहाँ गएर हेर्नु होला यहाँ चाहिँ के कस्तो हुन्छ। टट्ट त्यहाँ गएर आज पारा आउँछ अहिले फेरि अलिपछि चट्ट लगाएर हेर्नु होला सबजनाले। मान्छे फर्किसकेछन्, अझै पनि हुनसक्छन् है। हामी आज चाहिँ अलिक ढिलो आएको, घाम छ, अति घाम छ नि त। यस्तो घाममा कहाँको घर बस्छ यार। भैँमा त हेर्ने भइगयो अनि त, नत्र त कहाँ सेन्टी फ्ल्याट भइयो भने त फ्ल्याट हुन्छ नि त। पानी त बहुत ठुलो छ यार। ल गाइजहरू त्यहीँ पुगेर हामी देखाउनेवाला छौँ। मान्छे त चिल छन् एकदम, यति छन् कि पुरै छोडिदिउँ। त्यहीँ गएर देखाउँछु है त गाइजहरू। बाटो यस्तो छ क्या, अहिले फेरि यहाँ छिरियो भने त बर्बाद छ त यार। बाउ त बाउ थियो, बा त बा थियो, तरुलको सत्यनाश भने जस्तो म थिएँ, मेरो मोबाइलको सत्यनाश हुन्छ। त्यही भएर गाइज अब त्यहीँ गएर देखाउँछु है त। पुरा भिडियो वाच गरेर माया गरिदिनु होला, लाइक कमेन्ट गर्न नभुल्नु होला, सब्सक्राइबर पनि गरिदिनु होला सँगसँगै है। फाइनली हामी आइसक्यौँ। मान्छे त टनक्क छन् यार। फाइनली गाइजहरू हामी आइसक्यौँ। हौ छौ गुला ग्याङ गुला ग्याङका नाइ मान्छेहरू आमा। हजुर हेलो हेलो गाइजहरू, यस्तो बबाल रमाइलो हुने छ है। आफङ फेरि आफ्नै पारामा आफ्नै पारामा कसम मेरो यो ठाउँमा चाहिँ सबैजना आउनु होला। यति रमाइलो छ, मान्छेहरू 40-50जना छन् होइन। त्यही भएर रमाइलो छ। यस्तो गर्मी दिनमा आनन्द एकदम शीतल इन्जोय गर्नुपर्छ सबैजनाले। र भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइबर गर्न नभुल्नु होला। थ्याङ्क